हेलो एभ्रीबडी हेलो वेलकम टु माई च्यानल है। यो चाहिँ मेरो फर्स्ट ब्लग है। अनि हामी चाहिँ म चाहिँ अहिले हाल बुल्गेरियाको भेलीको टर्नोभो भन्ने ठाउँमा। अनि हामी चाहिँ आज छुट्टीको दिन घुम्न निस्केको। अनि घुम्न निस्केको दिन थोरै एउटा सानो भिडियो बनाइदिउँ भनेर अनि यसो भिडियो बनाएको। यो चाहिँ हामी अहिले एउटा पार्क जस्तो ठाउँमा घुम्न निस्केको हामी हाम्रो ग्रुप सहितको। अनि हामी चाहिँ तपाईको के भन्छ भन्दाखेरि यसलाई अब मदर अफ बुल्गेरिया भन्ने ठाउँमा यो घुम्न निस्केको। अनि हामी चाहिँ घुम्न सँगसँगै हाम्रो चाहिँ एउटा दाइको बर्थडे पनि थियो आज। अनि यसो दाइको बर्थडेको यसो केक सेक पनि काट्दिउँ अनि यसो घुमेर पनि आइदिउँ भनेर अनिखेर थोरै रुमभन्दा थोरै अलिकति परतिर निस्केर हिँडेको। अनिखेर यहाँ चाहिँ अहिले भर्खर हल्का घाम लाग्ला जस्तो भएको छ, धेरै पछाडि हिउँ परेर चिसो भएर। अनिखेर त्यस्तै छ। तपाईहरू यसो हेर्दै गर्नु मेरो भिडियो कस्तो के लाग्छ कमेन्ट गर्नु होला। अनिखेर मेरो च्यानल सब्स्क्राइब गर्दै जानु होला। तपाईहरुलाई म यसो बेला यसो भिडियो हाल्दै गर्छु बुल्गेरियाको बारेमा यसो अलिअलि हैन। अनि यता चाहिँ थोरै खासै केही त होइन, तैपनि यसो राम्रो त त्यस्तै हल्का केही चाहिँ छ यसमा है। हल्का ठाउँहरू हेरिदिउँ न भनेर निस्केको हामी चाहिँ बेलुकाखेरि 4 बजीतिर निस्केको थियौँ हामी चाहिँ। यही होला हेर्नु, स्ट्याचु छ यहाँनिर चाहिँ एउटा, तर के को स्ट्याचु हो भन्ने कुरो चाहिँ खासै थाहा भएन। एउटा लेडिजको स्ट्याचु छ, त्यसको टाउकोमा एउटा क्राउन छ। हो यो दाइ हाम्रो चाहिँ दुईजना दाइहरू यो टिकटक बनाउँदै हुनुहुन्छ हो। अनि म चाहिँ यसो अलिअलि भिडियो गर्दै हिँडेको यो ठाउँमा। अनि हाम्रो चाहिँ फोटो भिडियो गर्दै हुनुहुन्छ अरू त टोलीहरू। हामी चाहिँ यसो त्यो पार्कभन्दा अगाडिपट्टि आएर दाइको बर्थडेलाई हेर्नुहोस्, हाम्रो दाइको बर्थडे। सबैले ह्याप्पी बर्थडे भन्नु कमेन्टमा है। अनि हामी चाहिँ सानो साथीहरूलाई यतिजना थियौँ, हामी चाहिँ 10 जना जति छौँ। दाइको यसो बर्थडे पनि परेर अनि बर्थडेको नि सानो केक काटिदिएको। अनि यो चाहिँ हामी यसो हाम्रो रुममा आउने बाटोमा पर्छ। आजलाई यति है त।